राखिदिने हो यहाँ टक्क यसरी अनि यो फरर घुम्छ टक्क यस्तो छ यो कलिलो कलिलो मुन्टो अझ राम्रो हुन्छ हेलो एभ्रिवान गुड इभिनिङ है यतिखेर चाहिँ म स्कुलबाट आइसकेपछि हैन त्यसपछि खेतबारीमा हल्का केही कामहरू गरौँ हैन प्लस हैन भनेर चाहिँ आइसकेको छु यता नानी बाबुहरूसँग यता चाहिँ हाम्रो म्याडमले चाहिँ यसमा यो मटर कोसामा है थाक्रा बनाउँदै हुनुहुन्छ चाहिँ हामी अब तोरीबारीमा पनि अब सिँचाइ गर्ने टाइम भएको छ सिँचाइ गर्नुपर्ने हुन्छ है यतिखेर 4:30 भइसकेको छ थोरै समय छ त्यो बिचमा हामी केही कामहरू चाहिँ गर्ने भनेर त्यसरी चाहिँ लागिरहेको छु आजको भिडियोमा तपाईहरुलाई चाहिँ स्वागत गर्दै म अबको काम के हुन्छ म त्यो देखाउँछु पानी लाउँदैछ त्यसमा प्लस गाउँहरुमा पनि सिँचाइ गर्नुपर्ने भइसकेको छ उता तोरीबारीमा पनि हाम्रो छोरी है यहाँ कुखुरो छ है कुखुरोलाई उले चाहिँ न्यानोको लागि चाहिँ तिरपाल लगाउँदैछ यहाँ हाम्रो चाहिँ यो मटर कोसामा चाहिँ थाक्रा हाल्ने काम पनि हुँदैछ के आज चाहिँ हाम्रो चाहिँ खानाको रूपमा चाहिँ तरकारीको रूपमा चाहिँ यो सिस्नो चाहिँ पाक्दैछ है उसले चाहिँ सिस्नो टिप्ने ड्युटी दिइरहेको छु उसले चाहिँ सिस्नो टिप्दैछ ट्याक्क सिस्नो है प्लस चाहिँ गाइस यही हो अब हामी चाहिँ कार्य विभाजन गरेर त्यो गर्दैछौँ म चाहिँ पाइप तान्दैछु अब मटर कोसाको लागि थाक्रा तयारी गर्दै बाबुहरूले त्यहाँ त्यो गर्दैछ सिस्नो टिप्दैछ अहिले म टिप्छु यहाँ थोरै त्यसमा तोरीमा हल्का पानी लगाइदिनु पर्यो भनेर रेडी गर्दैछु यो चाहिँ ठ्याक्कै यस्तो राख्ने हो कि यहाँ गाडेर चाहिँ हुन्छ कि हुँदैन हौ हुन्छ ठिक छ ल बारीमा ढिकढिकमा चाहिँ पानीको आवश्यकता देखिरहेको छु क्या मैले ल गाइस मैले चाहिँ ठोकिसकेँ हैन अब यो ठोकिसकेपछि अब यसले यहाँ ट्याक्क यसरी राखिदिने हो यहाँ टक्क यसरी अनि यो फरर घुम्छ है सिँचाइको आवश्यकता देखेर मैले त्यस महसुस गरेको गरिरहेको छु गाइस हामी चाहिँ पानी लाउन जान्छु अब म पाइप फुस्किने समस्या क्या प्रेसरले गर्दाखेरि यहाँ अब यता चाहिँ को गार्डन पाइप हो फुस्किने समस्या भयो क्या यसले यसरी पाइप बनाइदिएपछि ढुक्कसँग हुने भयो नि त गाइस यसरी चाहिँ अब सिँचाइ भयो यतातिर हैन राख पनि पर्न थालिसक्यो फेरि टक्क घुमिरहेछ है अब यता माथि त्यसले पनि भयो तोरीलाई पनि है अनि यहाँ तल गहुँलाई पनि हुने भयो फेरि टक्क मजासँग नाचिरहेछ कति बाबु ल कहिले म टिप्छु अब ल गाइस छोराले चाहिँ यति टिपिसकेको छ हाम्रो छोरोले अब म पनि फेरि टिप्छु सिस्नु जडीबुटी अन्तर्गत पर्ने सामान्यतया हामीले वास्ता नगर्ने तर महत्त्वपूर्ण वनस्पति हो सिस्नु हामीले छुडा पोल्ने चिलाउने र सुन्निने बनाउने यो बिरुवा वास्तवमा शक्तिशाली औषधि हो विकसित मुलुकमा सिस्नुको क्याप्सुल चिया र पाउडर महँगो मूल्यमा बिक्री हुने गर्दछ तर हाम्रो गाउँघरमा यो सर्वत्र पाइन्छ यसलाई अङ्ग्रेजीमा नेटल लिभ्स भनिन्छ र यो शताब्दीौँदेखि औषधिको रूपमा प्रयोग हुँदै आएको छ यसबाट हामीले भिटामिन ए बी र के प्राप्त गर्दछौँ साथै क्याल्सियम आइरन
म्याग्नेसियम, फाइबर साथै पोटासियम, फस्फोरस, आयोडिन, क्यारोटिन र प्रोटिन पर्याप्त मात्रामा पाइन्छ। त्यसैले यसको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यसलाई हामीले विभिन्न तरिकाले प्रयोग गर्न सक्छौँ र यसको प्रयोगको क्रममा उचित मात्रा मिलाएर प्रयोग गर्नु स्वास्थ्यको लागि एकदमै राम्रो मानिन्छ। त्यसका लागि आफ्नो स्वास्थ्य अवस्था कस्तो छ हैन त्यो बुझ्नु जरुरी हुन्छ। यसको अत्याधिक प्रयोगले विभिन्न किसिमका रोगहरू लागेको अवस्थामा फाइदा भन्दा पनि बढी बेफाइदाहरू हुने एक अनुसन्धानले पुष्टि गरेको पनि पाइन्छ। आफ्नो स्वास्थ्य अवस्थाको राम्रो चेक जाँच गरेर अनि यसको नियमित प्रयोगले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा चाहिँ पुग्छ है त। ल साथीहरु, यति चाहिँ टिपियो सिस्नो है। यति सिस्नो अब हाम्रो सानो परिवार 4 जनाको परिवारलाई अब जसरी नै हुन्छ हैन पुग्छ। त्यो भएर यति चाहिँ निकालिएको छ। अब यसलाई चाहिँ सफा गर्नुपर्ने हुन्छ किनकि धुलोहरू लागेको छ क्या। अब यो सिजनमा त पुरा धुलो उड्छ नि त हिउँदको समयमा, त्यसैले यसले पखाल्नुपर्छ। म पखाल्दैछु। ल छोरी ल उतालेर राख त भित्र। ल उतालेर राख है। उहाँ राखेर त्यस पछाडि अब सिस्नो चाहिँ टिपियो तरकारीको लागि आजको लागि हैन। यो मटरको सामा चाहिँ थाक्रा हाल्ने बेला भइसक्यो क्या है। अनि अघि म्याडमले काटेर सहयोग गरिदिनु भएको नि त यहाँनिर हो कि हैन, तपाईँले देख्न सक्नुहुन्छ। अब म चाहिँ यो राख्दैछु ल ल ल दिजन यो अब ल्याउट सहयोग गरेर ल है। अब चाहिँ मटरको सामा हामी थाक्रा राख्दैछौँ है त साथीहरु। ल्याउनु त्यो त प्याज पनि छ, लिएर आउनु थाक्रा टक्क लिएर आऊ। हस् राख ठिकमा ल। कसैलाई थाक्रा राख्दैछौँ है हामी। यसरी जरामा यसरी चाहिँ राख्ने अरे जरामा गाडी। इसको जरामा टक्क टक्क काट्दै है। जरामा हुन्छ। जरा भन्दा थोरै साइडमा छोरे। जरामा हुने ह। साइडमा छोरे आछ। आफ्नो भयो नि ढल्छ। त्यही भएर यसरी राखिदिएपछि पछि यसैमा लिएर हल्का ढल्न पाउने नै है। थाक्रा दाउरा प्रयोग गर्ने भनेर जस्तो खसेको छ त्यस्तै लिएर आउँछौँ। अगाडि भिडियोमा पनि देख्नु भएको छ तपाईँहरूले। अनि हालेर यसरी कसैले थाक्रा होइन कतिपयलाई दाउरा सब्जी बनाइन्छ कि गाइस हामीले। ल गाइस यति चाहिँ बनाइयो। अब बाँकी थाक्रो चाहिँ पुगेन तर त्यसमा अब पछि हामी घाँस काट्दाखेरि चाहिँ अब लिएर अनि त्यसपछि राख्छौँ है त। ल त्यही हो गाइस, आज स्कुलबाट आइसकेपछि यस्तै 2-3वटा कामहरू गरियो होइन। अब हामी अब फेरि गोठका धन्दाहरू हुन्छन्। अब भैँसी छ यतातिर, अब भैँसीहरू दुने लाउनेको कामहरू हुन्छ अब है। यति जेलसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।
यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ र मेरो च्यानललाई अझैसम्म तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने है सब्सक्राइब गरेर पनि सक्नुहुनेछ र भिडियो राम्रो लाग्यो भने एक लाइक अवश्य गरिदिनु होला। ल गाइस हामी चाहिँ सिस्नो पकाउने अब तयारी हुँदैछ। अघि टिपियो है सिस्नो टाइपको चाहिँ राख्ने हो उम्लेको पानीमा चाहिँ राखिँदैछ। म्याडमले पकाउँदै हुनुहुन्छ है। ल राख्नुभयो। अब यसले मसिनो बनाउने टाइम भएछ। सिस्नो ल त्यहाँ हल्का पिठो पनि राख्दै हुनुहुन्छ मकैको पिठो है घोट्न सजिलो हुन्छ भनेर है यस्तो दुःख हुन्छ साथीहरू। ल गाइस गाह्रो भयो एकदम गाह्रो हुँदो रहेछ है। अनि मैले यहाँ सहयोग गर्दैछु। पानी हाल्नुपर्छ। ल रेडी हुँदैछ है गाइस। यस्तो गाह्रो हुँदो रहेछ है। पहिला पनि खाइन्थ्यो तर अर्को विधिबाट खाइन्थ्यो साथीहरू। अलि सजिलो तरिकाले यसरी चाहिँ अहिले चाहिँ पुरै घोटेर खाऊँ न मिठो हुन्छ अरे एकदम भनेर चाहिँ गरेको अलिक गाह्रो हुँदो रहेछ। हामी चाहिँ यसलाई चाहिँ ढेँडोसँग खाँदैछ है फेरि कस्तो लाग्यो है। अनि तपाईँ चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर पनि सहयोग गर्न सक्नुहुनेछ। अनि भिडियो राम्रो लाग्यो भने एक लाइक गरिदिनुहोस् र सेयर गरेर पनि तपाईँहरूले यो तरिका यसरी चाहिँ सिस्नो घोटेर खाने यो चाहिँ विधि भनौँ होइन अथवा चाहिँ मैले खाएर देखाएको यसरी चाहिँ गाउँघरतिर सेयर गर्न पनि सक्नुहुनेछ आफ्नो साथीलाई देखाउनको लागि। फाइनली रेडी हुँदैछ है गाइस। ल तिमुर मसला जिरा मसला अनि खुर्सानी र नुन पिस्नको सजिलोको लागि चाहिँ त्यो मसला हाल्दै मसला हालेपछि अब घोट्नुपर्छ। यस्तो भइसकेको छ है गाइस। अब थोडा थोडा म साग्दैछु है गाइस। स्वाद साग्दैछु कस्तो हुन्छ स्वाद साग्दैछु। पोतो जिब्रो कामी भयो नुन अलिक कम छ कि स्वाद अनुसार नुन थप्नु पर्ने जस्तो देख्यो। फाइनली गाइस हाम्रो सिस्नो चाहिँ रेडी भइसक्यो है पाक्यो ओके। अनि हामी चाहिँ आज फेरि अब यो सिस्नोसँग ढिँडो है मकैको ढिँडो खाँदैछौँ। अनि पकाउनको लागि टक्क घिउमा पकाउने भनेर टक्क घिउ पनि राखियो गाइस। म्याडमले पकाउँदै हुनुहुन्छ कस्तो हुन्छ है आजको हाम्रो खानकी। घिउ पनि राखिदिएँ है। सही हो र घिउमा भुट्ने त्यस पछाडि टक्क उम्लेको पानी हाल्यो भने अनि उठेरै पाक्छ है गाइस। ओ माय गॉड यस्तो गर्दै है
अबको 2 मिनेटमा ढिँडो रेडी। ल फाइनली रेडी भयो। हेरो मकैको ढिँडो यतातिर बसिरहेछन् हाम्रो दुईजना छोराछोरी कुरेर कतिखेर पाक्छ भनेर भोक लाग्यो ह के राखेको मुखमा त्यस्तो दिवानी। लगाए सुरु गऱ्यो है कसरी। हामीसँग स्वाद मसला खाइन्छ। आजको स्कुलबाट आइसकेपछि हल्का कामहरू गरियो बारीमा। सिक्नु ढिँडो खानु मन लागिरहेको थियो। ल साथीहरू टक्क मकैको ढिँडोसँग सिस्नो बनाएर खाइयो। 2-4 दिन अगाडिबाट नै सोचिरहेको थियो, त्यो भ्याइएको थिएन। अनि आज स्कुलबाट आएर खेतबारीको काम पनि भ्याइयो अनि सिस्नो पनि टिपेर त्यसपछि आज चाहिँ बनाऊ भनेर चाहिँ खाइयो। कस्तो लाग्यो? भिडियो राम्रो लागेमा तपाईँहरूलाई चाहिँ एक लाइक गरिदिनु होला है र कमेन्ट पनि गर्नु होला। साथै आजको भिडियोमा तपाईँ नयाँ हुनुहुन्छ र मेरो च्यानललाई सब्स्क्राइब गर्न छुट्नु भएको छ भने है यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यति भन्दै भिडियो लामो भयो, इन्डिङ गर्नुपर्ने हुन्छ। सी यू नेक्स्ट भिडियो। गुड नाइट, बाई बाई गाइज।